काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस तामाकोसी नदीमा खस्यो। कम्तीमा 5 जनाको मृत्यु, उद्धार कार्य भने जारी। दर्शकबिन रामेछापको सेलेघाटमा काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस तामाकोसी नदीमा खसेको छ। ९९७५ नम्बरको अरनिको यातायातको बस खुर्केटोबाट झण्डै 3 किलोमिटर अगाडि मन्थली तर्फको सडकबाट तामाकोसी नदीमा खसेको हो। दुर्घटनामा परेर घटनास्थलमै कम्तीमा 5 जनाको मृत्यु भएको छ भने प्रहरीले 6 जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा पठाएको छ। उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले दुर्घटनाबारे जानकारी दिँदै उद्धार कार्य तीव्र सहित जारी रहेको बताएका छन्। बस किन दुर्घटनामा परेको भन्ने विषयमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ। प्रहरी र स्थानीय उद्धार टोलीले थप घाइतेको उद्धार र सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकता दिइरहेका छन्। मन्थली नगरपालिका क्षेत्रमा पर्ने खुर्केटो मन्थली सडक खण्डको लिलौती पहराबाट बस नदीमा खसेको हो। हाल घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकृत इन्सपेक्टर राजन अधिकारीले भने, पहराबाट खसेको बस तामाकोसीमा डुबेको हो। हामीले 6 जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाएका छौं। बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ। केही यात्रु पौडिएर निस्केका छन्। बस सहित नदीमा कति यात्रु डुबे खुलिसकेको छैन। केही घाइतेलाई डुङ्गाको सहायताबाट प्रहरीले उद्धार गरिरहेको छ। घटनाको थप विवरण भने आउन बाँकी नै रहेको छ।